तपाईलाई थाहा छ, संसारका धेरै ठाउँमा अहिले 5G इन्टरनेट चल्न थालिसक्यो। तर आज म तपाईलाई एक यस्तो गाउँको कथा सुनाउने छु जहाँ अझै पनि मोबाइल नेटवर्क छैन। अझ रोचक कुरा त के छ भने त्यो गाउँका मानिसहरू आफूलाई संसारकै सबैभन्दा सुखी भन्छन्। नेपालको सुदूरपश्चिममा पहाडको एक कुनामा एउटा सानो गाउँ छ, नाम नलिऊ, तपाईलाई अनुमान गर्न मजा लाग्छ। त्यो गाउँमा पुग्नको लागि झन्डै 2 दिनको पैदल यात्रा गर्नुपर्छ। त्यहाँ न सडक छ, न सिग्नल, न कुनै शहरी जीवनको झल्को। तर त्यहाँका मानिसहरू हाँसिरहेका छन्, रमाइरहेका छन्। तपाईँ र म सायद दिनभर मोबाइल चलाउँछौं, इन्टरनेट नचल्दा इरिटेट हुन्छौं। तर ती मानिसहरू बिहानै उठेर खेत जान्छन्, साँझमा झुपडीमा भेला भएर सँगै गफ गर्छन्। हाम्रो शहरमा त सबैजना बिजी छन्, तर यहाँ मानिसहरू प्रेजेन्ट छन्। मोबाइल छैन तर आत्मीयता छ। इन्टरनेट छैन तर आत्मसन्तुष्टि छ। गाउँमा एक बुढा बा भेटिए। मैले सोधे, बा तपाईलाई इन्टरनेट छैन भन्ने गाह्रो लाग्दैन? बाले जवाफ दिनुभयो, बाबु हामीलाई इन्टरनेट चाहिन्न, हाम्रो नेट त हाम्रो गाउँ हो जहाँ सबैजना आपसमा जडिएका छौं। यो कुरा सुन्दा मेरो मुटु छोयो। गाउँमा स्कुल छ, बच्चाहरू ढुङ्गामाथि बसेर पढ्छन्। न मोबाइल न गेम, तर उनीहरूका आँखामा सपना छ। त्यहाँको स्वच्छ हावा, नदीको आवाज र पहाडको शान्ति यस्तो लाग्थ्यो मानौ समय रोकिएको छ। के साँच्चै सुख भनेको यही त होइन? हामीले बिर्सिसकेका कुरा, प्रकृति, परिवार, गफगाफ, साँच्चीकै हाँसो। यो भिडियो तपाईलाई सोच्न बाध्य बनायो होला। के हामी शहरमा छौं भनेर साँच्चीकै अगाडि छौं त? कि हामी मोबाइल, स्ट्रेस र सोशल मिडिया कैदमा परेका छौं? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यदि तपाईलाई यस्ता अनौठा र गहिरा कथाहरू मन पर्छ भने च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।